पिङ खेल्ने हो यहाँ आऊ न त माम फोटो खिचिदिन्छ आऊ न यस्तो के त हेर त भिडियो बनाएको हो मैले स्तुति चाहिँ पिङ खेल्दै होइसिन्छ वाह दसैँ आयो छोरीलाई मलाई चाहिँ छोराछोरीलाई अनि यस्तो गरेर फोटोसोटो खिचिदिन्छु भनेर ड्रेस लगाएर लिएर आएको क्या रमाइलो हुन्छ मेरो रहर पुरा गर्नलाई छोराछोरीलाई चाहिँ यो ड्रेस लगाएर लिएर आएको वाउ हजुर ह्यापी दसैँ कस्तो रमाइलो एकछिन अब त्यहीँ बस ल दुई चारवटा फोटोहरू खिचिदिएँ मैले अनि अलिअलि भिडियो बनाउँदैछु यस्तो ऊ गरिदेऊ न धकालिदेऊ न भाइलाई फास्ट त्यहाँबाट धकालिदेऊ ल फास्ट भएन अरे कि आहा फास्ट भयो फास्ट भएन ट्रेनलाई चाहिँ फास्ट भएन अरे भयो लाऊ यता कि उ गरिदेऊ त म हल्लाइदिन्छु भाइलाई आऊ म गरिदिन्छु आऊ न आहा त्यसरी माथिबाट नसमात न लड्छ नि फेरि आऊ म हल्लाइदिन्छु भाइलाई खिचिराखेको पास्टिनुलाई ह्यापी दसैँ fast. Yeah.
भयो भयो अब पिङ खेल्न छैन। अब दिदीको पाली नि। हुन्न यस्तो तिमी खेल्ने हो? ल देऊ देऊ एकचोटि। एकचोटि खेल्न देऊ रे, एकचोटि देऊ। आऊ एकचोटि देऊ। अनि जाने रे के एकचोटि खेल्न देऊ न। एकचोटि एकचोटि टिप न। एकैचोटि निशो त बाबा खिचिरहेको छु ल। कहाँ गएको सानो? अब भाइको पालो लाऊ। यस्तो अब भाइको पालो होला। उयो भाइ खेल्छ भने है। ल यस्तो होइन बिस्तारै है, बिस्तारै धेरै बेसरी होइन, धेरै बेसरी होइन। त्यसरी माथि तानिराख्नु हुँदैन ल। अब पिङ खेल्दै आइसिन्छ। यो वर्षको चाहिँ कति राम्रो मेमोरी भयो मेरो बेबीहरूको चाहिँ पिङ खेलिराखेको भिडियो। यस सानोलाई मजा आयो। के भन्दैछ? खेल्न देऊ न भाइ, खेल्न देऊ। खेल्यो कोसँग बसेको तिमी? अबि निन्द्रा आए जस्तो छ हो। कोसँग बसेको?
अर्नब र तिनब सँगै खेल्ने माथि हल्लाइदिन्छ अरे भयो भयो आमै कति माथि कस्तो नडराएको नडराउने डराउनु हुन्न है त्यसलाई बाबाले पिङ मचाइदिनु परेको अब लिएर जाने धेरै बेर भयो हामी पिङ खेलेको 1 घन्टै भइसक्यो यहाँ आएर बसेको अब चाहिँ हामी लिएर जाने हैन अनि स्तुति पालै पालै खेल्नुपर्छ नि तल धाडमा नधकाल त्यसो भयो अरे अब समाति दिन्छु सबैजना खेल्नुपर्छ नि है पालै पालो ए होइन होइन ऊ बहिनीलाई देऊ न बहिनीलाई देऊ दिनुपर्छ खेल्नलाई अब जाने होइन त हामी यो यहीँ बस्छ अब अगाडि हेरेर रे आशिष धकाल्थ्यो ए Oh my god. यो भिडियो चाहिँ पुरै पिङ खेलेको मात्रै छ है हामीले ह्यापी दशैं भनेर पिङ मात्रै खेलेको छ हामीले ल अब यो भिडियोबाट चाहिँ यति नै हो बाई बाई आराध्या र स्तुति मिलेर धकाल दिँदैछन् ल
ठोक्किने भयो ओ ठोक्किने भयो तिनीहरूको युट्युब च्यानल मैले पनि देखेको